हिजोको समाचार आइरहेछ त एउटा कालो प्लेन आएर कहाँको डिप स्टेटको प्लेन आएर बसेको छ पोखरामा। सिआइएले बार फाउन्डेसन, ग्लोबल नेपाल, त्यसपछि निड्स नेपाल यिनीहरूले चाहिँ युज गरिरहेछ क्या तपाईँको। अनि एउटा डिप स्टेट भन्ने छ क्या, MI6 भनेर आयो त। MI6 भन्छ लन्डनको हो यो चाहिँ। अब लन्डनमा चाहिँ MI5 MI6 भन्छ। यो भनेको चाहिँ लन्डनको MI5 भनेको चाहिँ लन्डनमा कस्तो भने आफ्नै देशभित्र के भइरहेछ त्यो एउटा गुप्तचर विभाग हो त्यो। र MI6 भनेको चाहिँ बाहिर दुनियाँमा के हुँदैछ, हामीले कहाँ चाहिँ हामीले जाल हान्दाखेरि माछा पर्छ, के गर्दाखेरि चाहिँ के हुन्छ भन्ने कुराको एउटा अध्ययन राख्ने एउटा गुप्तचर विभाग एउटा संस्था हो MI6 भने। कसको प्लेन पैसामा नआएको त यहाँ भनेपछि हाम्रो देशको चुनाव अर्काले गराइदिने, हाम्रो भविष्य अर्काले लेखिदिने। अनि यो कस्तो चुनाव हुँदैछ? यो चुनाव विदेशी सेना ल्याउने चुनाव हुँदैछ।